ल यो चाहिँ आजको हाम्रो घरको लोकल बोइलर कुखुरा घरमा बनाएको लोकल भनेर आज चाहिँ चिकन रोस्ट बनाएर खाने। पहिला हाम्रो सुपबाट स्टार्ट गर्ने। ल ल ल आज हाम्रो घरमा होम पिकनिक। यत्रो ठुलो आगो त गर्नुहुन्न। यत्रो धेरै बोन हड्डीहरू छ यसको सुप निकाल्ने। आज चाहिँ म चाहिँ सिम्पल चिकन म्यारिनेट बनाउँछु 100% अलिभ ओइलमा। आजकल म पनि कम मरमसला युज गर्ने तर्खरमा। हुन त सबै मरमसला हालिदिनु रहेन। अलिभ ओइल लाउजा। यो अलिभ ओइल पनि हुन त बास्न त लास्टै मिठो हो। कस्तो मिठो बास्ना आउने कि। यो चाइनिजहरूको चिकन डक रोस्टहरू यस्तो रातो किन हुन्छ भने त मोरहरूले पनि मार्कर रङ हाल्दो रहेछ पो त्यस्तो रातो देखिने। अब घरमा खाने चिजलाई के रङ हालेर खाने होइन बेकार। इट्स अ टाइम टु डिस्को। यो चाहिँ हाम्रो 220 डिग्री फर 2 आवर्स। तर स्लो कुकिङ 3-4 घन्टा गर्नुपर्ने हो। त्यसरी झन् दामी हुन्थ्यो तर ठिकै छ हामीसँग टाइम छैन। लौजा अब बाँकी भेज पनि हालौँ है। बन्द भुटेको भात खाने हो आज। अलिकति मसला हाल्यौँ। स्पेसल व्हाइट पेपर। अरेगानो मन पर्छ पर्दैन फेरि। क्यारामल सोया सस। ओए फ्राई राइस। ओहो पुरै खस्यो यार म्यास्किरा। सामान तल माथि गरेर अलिकति पिठमा हल्का र राम्रो फ्राई गरेर ल्याउनु पर्नुपर्छ। यो हाम्रो तावा सेको। यो चाहिँ अब सानो 2जना बच्चाहरूको लागि अब उनीहरू चाहिँ कहिले कहिले फेरि रोस्टहरू खाना किचकिच गर्दैछ है। सानो बच्चालाई अब त्यस्तै हो नि त। अनि आजको यो चाहिँ हाम्रो स्पेसल सुप। यो चाहिँ हाम्रो स्पेसली आमाको लागि। आमा अलिकति सन्चो हुनु पऱ्यो थिएन रुगाखुकी यताउता भएर है। सो स्पेसल तातो तातो हाम्रो दामी सुप भएको छ यहाँ चाहिँ 3 घन्टासम्म जो बनाएको स्पेसल। अब अलिकति मोज्जारेला चाहिँ यहाँ राख्दिउँ। हाम्रो चिकन पाक्यो। ओए 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 आज ओभर बेसी नै पकाइसकेछ यार। ओइ अनि यहाँ चाहिँ हामी सुप तताइदिउँ। यो तातो तातो खानुपर्छ नि। लौजा एकदिन बढाएर कसैले बढाउन आउँछ हो। चिजी खायो नि रुक्नु है ल। ल यो चाहिँ हाम्रो चिकन रोस्ट भएको छ। तातो छ। यसलाई कसरी काट्ने होला बरु। ल एउटा कुखुरा उ त्यहाँ त्यो टेबलमा राख न। यो यसमा राख्नु ल।
एक गुन्टा अचार हो त्यसै राख एक खाँदै गरेर पाउ तिम्रो फल कहाँ दिने भने उत्या एउटा एउटा कुखुरा उचालेर राख्न अलगै बाबा ओ कहाँ फत्ता पाकेछ फत्ताको गरेर अनि ल लगे डारू तिम्रो त खुट्टाहरू यो कुखुरा उस भाँच्छ बाबुलाई आमाले भाँच्छ त मा हजुर आफू पनि लिएर खाने है लिन ल खानु सेलाइसक्यो ए बाबु निकाल खाए तिम्रो हो त्यसै खाए बिस्तारै तान यसो तान कुखुरा एउटा कुखुरा ऊ त्यो एउटा खुट्टा त सुवासलाई पनि दिएको त हो त्यो सुवास भनेको सबैले ल के भयो नुन चर्को के अचार पिरो होला आज अचार मस्त पिरो छ ल म चाहिँ डायमन्डबाट यसो गर्छु त्यसो भए नुन राख अचार चोपेर खानु है खोइ अचार यता राख्नु भयो ल ओहो गर्मी भयो खाना न ओ तिम्रो नि मासु खायो अब कति दिन भयो मासु खाना खाऊँ मैले गजब भएको छ कि आज त भएछ ठिक छ म चाहिँ डायमन्डबाटै पर्ने भयो त्यसो तिमी डायमन्डबाट कसरी मिठो भएछ भात पनि मिठो भएको छ मासु त फतक्क भएछ ए बाबु दुईजना तिम्रो यो मासु टुक्रा टुक्रा गर्छ ल दुईजना मलाई अस्ति मुनि गर्ने यस्तो पिरो अचार बनाउनु मात्रै खाएको काटेर चाहिँ उस गरेर बाबु खानु मासु मुख त बल्ल कक्क भयो मेरो मिठो गुड स्याबास एकपल्ट खानु भयो साह्रो हुने म त नि माछा नबोलिकन खाऊ है खाने बेलामा चिज सुप कस्तो पातलो सुप भएछ मेरो सुप खोइ आमाको खानु कस्तो पातलो ठिक्क झन् चिज पनि तन्किरहेछ तिम्रोमा परेन तिम्रो चिजवाला परेन हाम्रो चिजवाला छुट्टै त्यसो किन नहालेको दा जाउँ 6वटा मात्रै रहेछ यदि खल्छ छैन म यो लिनु तपाईँको यो एकदम ताजा बाबाको एकदम ताजा छ यो त सेला हाल्नु नि त फेरि मास तपाईँको त सुपको त मिठो भएछ चिज यसमा छ यसमा खानु न यसमा होइन त्यसमा हालेको छैन कि मैले यसमा मात्रै हालेँ 6वटामा मात्रै हालेँ यो लिनु खानु त तिमी आज मलाई त्यसले खानु मन हुन्छ त्यो चिसो छ यो तातो छ क्या यो पछि ओभनमा तताएको ठिक छ सुप कायदाको भएछ नि त खोइ केटाहरू खाऊ है बाबु तिमीहरू तिमी खानु मासु म नि खान्छु चिकन टेन्डर खाउँला यसरी खाना त झन् उसको ठिक हुँदो रहेछ है गिरिरहेको अब त यो ठुल्ठुलो भाले भयो नि हामी त्यसै खाने त्यसको ब्रोइलरको फुक्का छ अस्तिको त कस्तो रसिलो छ अहिले गएर हामी त्यो
एउटा नदिन आफै खानु रोस्ट गरेर गिराजको छाल झन् रसी लाउने यो चाहिँ भात त हुन पुग्न त पुग्यो तर मासु खान्छ है फ्राई राइस अलिकति कम परेर सक्यो यो लिएर खाऊ अङ्कलले नि खाऊ त मागान दिन्छु नि यो यस्तो तिमीहरू तल भात लिएर आउन त ल्याउँछ म त बोल्दैन सर्क्यो तिम्रो भात पुगेन पुग्यो मासु टन्न खाऊ छनु मासु खाऊ भरे मासु खाऊ है हजुर बाजेले सिर्फ लाग्यो भन्दैन त्यो नै मासु खावा मासु खाऊ है केटीहरू मासु खाऊ खान्छ यिनीहरू हो त्यही त खाएको टन्न मासु अचारमा हालेर खाऊ यहाँ मासै हालेको रहेछ फेरि यो तातो छ है एकचोटि चाख्नु त यो बरु त्योभन्दा यो पनि छ कि बाबु तातो होइन त्यहाँको भन्दा यो तातो बेसी मिठो छ के गर्ने तर्कानी बाँध्ने नराम्रो के नखानु केटाहरू पुग्यो केटाहरू नि पुग्यो पुग्यो धेरै कहाँ धेरै वालछाल गरेर कहाँ खानु राम्रो छ यो मासु खाऊ यो अचार खाऊ खाऊ कहिले कहिले खोप्छ नि पाउँदो रहेछ केटा के अरे त्यो खानु होला सायद पक्कै त्यो सुप खाऊ त बाबु त्यति राम्रो सुप खाऊ खाऊ अनि यस्तो बनाएर दिने अनि आमाको बनाउने ढङ्ग छैन मम्मीको बनाउने ढङ्ग यो साथी भन्दैन भने भयो ए अघि त नलु जस्तो लाग्थ्यो मासु त खाऊ बाबु यिनीहरू त खाँचेन त सकेको छैन मासु त्यो छैन भएन अब कहाँ चिसो बनाउने चुडाले खाऊ खाऊ अस्ति गिरिराजको पो रसिलो लाग्थ्यो है मिठो झन् मिठो छ नि त्यो चाहिँ अलिक बेसी रसिलो जस्तो लाग्थ्यो के भने त्यसको राम्रो हुँदो रहेछ क्या यसको छाती अलिक फुक्का फुक्का हुँदो रहेछ मासु यता उयो हालिदिन्छ बाबु त्यो मासु खाउँ न त्यहाँ धेरै छ पुग्यो अनि एउटा देऊ त यो त होइनमा पुग्यो नल्याउनु त्यता तिमीले धेरै खाएको छैन हो भयो भयो यो खायो राख्दा भरे खानुहुन्छ त सुप त कसो मजा हामीले त सुप मैले फेरि सुप तताएको भएर तातो भयो क्या
होइन यिनीहरू ठिक छ त्यस्तो छैन त्यो भात ठाउँै नअटे न चिकन रोस्ट यो त माखा अहिले त धेरै लाग्छ नि है अहिले त बेसी लाग्दैन यहाँ त यसो झ्याल झ्याल राख्दै घेर त मार्नुपर्छ यो त घाम आयो नै माखा आउँदैछ यो त घेर त मार्नुपर्छ हेरियो खाऊ न हेरेर नखाल्दै हेरि चबाउँछ तपाईँलाई आजले बाबाले त अलिअलि त खान्छ खानु मलाई अगाएको भन्नु